हेलो गाइजहरू, आज चाहिँ हामी घुम्नलाई जाँदै गरेको होइन। अनि यो चाहिँ ताप्लेजुङमा कति राम्रो फुल फुलिरहेको थियो होइन। अनि आज चाहिँ हामी बाजेसँग घुम्नलाई माथि चिप्ले ढुङ्गा घुम्न गएको होइन। आज चाहिँ घुम्न हिँडेको गाइड छ त अब टक्क लाएर कहाँ गएको अरे बाजे? हामी घुम्नलाई कहाँ गएको अरे? लामा तान्दित चिप्ले ढुङ्गा पोखरी गएको। यो के को बोट पो हो? यो खरानेको बोट ची अलैँची यसपालि कति मन फलाएको बाजे हामीले? 13 मन। ए 13 मन फलाएको अलैँची फुल्न थालिसकेछ पुरा टक्कसँगले। गाह्रो छ हौ पाहाडमा हिँड्नु। अनि हामी चाहिँ अब अहिले माथि चिप्ले ढुङ्गा भन्ने ठाउँ घुम्न जाँदैछौँ अहिले। अनि यो चाहिँ पहाड हो। अनि यो चाहिँ मेरो गाउँ है। यो चाहिँ मयम भन्ने ठाउँ हो होइन, ताप्लेजुङको। अनि यो उपरदेखि उपरसम्म यहाँदेखि यहाँसम्म यहाँ चाहिँ हाम्रो पर्छ होइन। अनि बाटो यस्तो छ। अनि टक्कसँगले यो चाहिँ मेरो मूल घर हो। अनि ऊ तलसम्म चाहिँ बाटो आउँछ, त्यो रातो घर देखिँदैछ नि, यहाँसम्म चाहिँ बाटो आउँछ। उतापट्टि लिङखिम हो, लिङखिम भन्ने ठाउँ। ला पानी पर्न थाल्यो अब। अहिले चिप्ले ढुङ्गा चाहिँ होइन, अब माथिल्लो अलैँची बारी चाहिँ पुगिन्छ होला हौ। यस्तै छ होइन। अनि बाजे, अनि चिप्ले ढुङ्गामा चाहिँ के पाउँछ हौ? पाहाडहरू पाउँदैन? पाहा सकिँदैन? पानी पर्न थाल्यो रिमझिम गरेर। रुखको चिजहरू त खानुपर्छ त हौ। च्याउ खाने मेरो बाजेलाई थाहा छ नि हो। अरे मोटो म त मोटो छिनियो भने यतिको ठिक्क छ क्या, धेरै मोटाउनु हुँदैन क्या। आयो पानी नै पानी छ जस्तो छ। बाटो पनि पहाडको बाटो यार, गाह्रो छ नि।